नमस्ते, वेलकम टु माई युट्युब च्यानल स्वदेश घुमौँ स्वदेश चिनौँ अन्तर्गत चाहिँ आज हामी बारा जिल्ला स्थित रहेको सहजनाथ मन्दिरको भ्रमणको बारेमा देखाउन गइरहेको छौँ। यो चाहिँ महेन्द्र राजमार्गबाट 11 किलोमिटर मात्र भित्र छिर्नुपर्छ। हेर्न सक्नुहुन्छ, जङ्गलको धेरै भित्र अवस्थित छ। यो चाहिँ शान्त र सौहार्दपूर्ण र हरियालीमय छ। यो ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ। यो श्रावण महिनाको बेलामा चाहिँ धेरै नै भिड लाग्ने गर्छ यो मन्दिरमा चाहिँ, अनि महाशिवरात्रि दिनको पनि धेरै भिड लाग्छ। हामी चाहिँ निरन्तर अघि बढेर चाहिँ हामीले चाहिँ अटो गरेको छ हैन। यहाँबाट 100 रुपियाँ लियो। 11 किलोबाट चाहिँ सहजनाथ काठगाउँ मन्दिरसम्म चाहिँ काजघाट मन्दिर पनि भनिन्छ यसलाई चाहिँ हैन, स्थानीय भाषामा। र अहिले हामी बीच बाटोमा हेर्न सक्नुहुन्छ, कतै ठाउँमा रुख ढलिरहेका छन्, कोही मान्छेहरू चाहिँ हिँडिरहेका छन्। प्राय अब अहिले चाहिँ तिथिले चाहिँ साउन महिना नभेटेको हुनाले चाहिँ त्यति भिड छैन। नभए तिथिबाट श्रावण महिना भेटेपछि चाहिँ यो बाटो चाहिँ एकदम घुइँचो लाग्ने बाटो हो। प्राय व्यक्तिहरू चाहिँ सबैजना हिँडेर जान्छन्। हामी चाहिँ आइसकेको छ, लगभग 20 मिनटको अटोमा चढेर आइसक्यौँ। चाहिँ अब पार्किङ स्थलतिर जाँदैछौँ। यही अटोमा आएको हामी। मेरो छोरी चाहिँ पहिलोचोटि घुम्न आएको रहेछ मेला हो। यसलाई चाहिँ काजघाट मन्दिर भनिन्छ। हामी चाहिँ पार्किङ स्थलमा आइसकेको छौँ। यहाँ इंजीनियर आज पहिलो सोमबार त्यति भिड रहेनछ र यहाँ पुरा भिड हुन्छ। खेल्ने हो खेल नि खेल डराउँछ। अब हामी चाहिँ झुला झुल्न जाँदैछौँ। यहाँनिर उठिसकेको छ। यहाँ जोड पाउँछ मान्छे केही हुँदैन। ट्रेनवाला झुलेर निस्किसक्यो। अब हामी हेर्नुहोस् मन्दिरतर्फ बस्दैछौँ। यो सहजनाथ मन्दिर। जय जय महागणेश। जय शम्भो, हर हर महादेव। यहाँ चाहिँ नन्दीजी भनेको। अब हामी मेन मन्दिरतर्फ चाहिँ बढिरहेको छौँ। यहाँ चाहिँ पार्वती माता पार्वतीको मन्दिर आइसक्यो।
जय माता जय माता दी। यो चाहिँ मेन मन्दिर हो, सहजनाथ महादेव मन्दिर काठघाटहरू सबभन्दा मेन मन्दिर यही हो। तल रहेको छ जय शम्भु यो मेन शिवजीको दर्शन गरेर निस्केको छ। हेर्नु सक्नुहुन्छ। छोड़ दे त्यो चल आप ज्यादा